हजुरलाई स्वागत छ सुरुमा। नमस्ते, धन्यवाद। पहिला सदस्य मात्रै हुँदा र ओडाको जिम्मेवारी सबै आफैले लिएर रातो कलम सधैँ आफूसित भइरहँदा कस्तो हुँदो रहेछ? यो चाहिँ कस्तो छ भने कर्तव्य अधिकार भनेको चाहिँ जति बेला जुन ठाउँमा जे चलायो त्यति बेला त्यही ठुलो लाग्दो रहेछ। वडा सदस्य हुँदा पनि पूर्ण रूपले जिम्मेवारी निभाएको अनुभव मलाई छ, आफूलाई आत्मसन्तुष्टि छ भनौँ न। त्यति बेला पनि म निष्क्रिय खालको पोस्टको पदको लागि मात्र वडा सदस्य भइन, त्यसमाथि पनि म कार्यपालिका सदस्य थिएँ। वडा सदस्य मात्रै नभएर बोर्ड मेम्बर भइरहँदा नगरपालिकाका सबै विषयसँग चाहिँ अगाडि हुने भएर मलाई पहिला पनि म वडा अध्यक्ष होइन भन्ने खालको अनुभूति त्यति भएन। त्यसमाथि पनि मैले सिङ्गो नगरपालिकाको तालिम व्यवस्थापन समितिको संयोजकको रूपमा चाहिँ मैले 2 वर्ष जस्तो जिम्मेवारी निभाएँ। 74 पछिको समय हुँदै गर्दा 76-77 पछि चाहिँ वडा अध्यक्ष वडाभन्दा बाहिर जानु भइसकेपछि फेरि पनि मैले रातो कलममै 3 वर्षसम्म चाहिँ अघिल्लो कार्यकाल पनि वडा अध्यक्षकै भूमिका निभाउनु पर्यो कार्यको हिसाबले। वडा सदस्यमा निर्वाचित भए पनि मैले आफूले पुरै निभाएको हिसाबले धेरै अनुभवमा फरक हुन चाहिँ पाएन। तर अघिल्लो कार्यकालमा जति बेला मैले वडा सदस्यको रूपमा निर्वाचित भएँ र वडा अध्यक्षको जिम्मेवारी चाहिँ भूमिका चाहिँ मैले त्यो निभाउनु पर्यो, त्यति बेला कता-कति मैले मेरो भन्दा पनि मैले कसैको जिम्मेवारीलाई चाहिँ मैले वहन गरिदिए जस्तो चाहिँ मलाई फिल हुन्थ्यो। कतिपय कुरामा एकदमै अडान लिँदै गर्दा पनि अलिकति चसक्क हुन्छ नि, मैले यतिसम्म जान हुन्छ कि हुँदैन खालको चाहिँ हुन्थ्यो। भन्दा अब अहिले फेरि पुनर्निर्वाचित भएर आइसक्दा चाहिँ फेरि पनि मलाई वडावासीले पत्याउनु भएपछि मेरै भूमिका चाहिँ वडा अध्यक्षको रूपमा हेर्न चाहनु भएपछि अझ बढी जिम्मेवार, अझ बढी आफूलाई सशक्त भूमिकामा लानुपर्छ भन्ने चाहिँ सुरु दिनदेखि नै आफूलाई त्यो खालको अनुभूति चाहिँ हुन्थ्यो। जुन पार्टीबाट तपाईँले चुनाव चिन्ह लिएर चुनावमा जानुभएको थियो, तपाईँले एकजनाले मात्रै विजय प्राप्त गर्नुभयो होइन? हजुर। कस्तो हुँदो रहेछ यो टिम वर्कमा चाहिँ पार्टीगत हिसाबले हुँदा एक्लै हुँदाखेरि चाहिँ? अब हामी चाहिँ सङ्गठनकै स्कुलिङबाट पनि आयौँ, सङ्गठनसँगै जोडिएर आयौँ। अब जति बेला म चाहिँ 79 को निर्वाचनमा जाँदै थिएँ, नेकपा एमाले भित्र एउटा खालको अप्ठ्यारो परिस्थितिमा जुधिरहेको अवस्था थियो। पार्टी आफैमा विषम परिस्थिति भनौँ भने आफ्नै पार्टीभित्रका साथीभाइहरू बाहिरिनु भएको अवस्था, अलिकति चित्त दुखाउनु भएको अवस्थामा चाहिँ पार्टी थियो। 2 खालको चाहिँ मत रहेको अवस्थामा त्यसैमा पनि हामी चुनावमा उठ्दै गर्दा पनि हामी चाहिँ 100% चाहिँ एमालेको सबै ठाउँमा हुन्छ अथवा यसले कस्तो रिजल्ट दिन्छ भन्ने कुरामा हामी नै पनि कसरी कति गर्न सकिन्छ। विशेष गरी वडा नम्बर 9 मा चाहिँ नेकपा एमाले भन्ने खालको शब्द नै मान्छेले मुखबाट म एमाले हो भन्न पनि डराउने खालको अवस्था, भन्न अप्ठ्यारो मान्ने अवस्थामा चाहिँ हामीले चुनावमा चाहिँ हामी होमिएका थियौँ। हामीले कोसिस गऱ्यौँ, हदैसम्मको कोसिस गऱ्यौँ, 5 जना आउने खालको हामीले राम्रा काम मात्रै लिएर अगाडि गएका थियौँ। अघिल्लो कार्यकालको जनप्रतिनिधिको रूपमा म मात्रै भएको कारणले पनि अरू 4 जना चाहिँ दोहोऱ्याउनु भएको थिएन, उहाँहरू सबै नै फ्रेस हुनुहुन्थ्यो। अनि पहिलाको जनप्रतिनिधि चाहिँ यसबाट उठिदिनु भएको थियो, यहीँबाट उठ्दा एकजना यसबाट उठ्नु भएको थियो र वडा अध्यक्षकै भूमिकामा पनि पहिला नेकपा एमालेकै चाहिँ मुख्य पोस्टमा बसेर वडा नम्बर 9 भित्र भूमिका खेल्ने घर परिवारभित्रैबाट पात्र अगाडि सारिदिँदा चाहिँ हामीलाई अलिकति अप्ठ्यारो अवस्था आएको हो। त्यसमा पनि यतिको नतिजा चाहिँ हामीले राम्रै एमालेले गरेका काम अथवा एमालेबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिले गरेको कामको चाहिँ परिणाम राम्रै गएको थियो भन्ने चाहिँ देखिएको छ। त्यो अवस्थै त्यस्तो थियो भन्छु म चाहिँ। त्यसपछि काम गर्नलाई कतिको सहजता भइरहेको छ टिममा र त्यो चाहिँ कतिको फ्रेन्डली पाउनुभयो तपाईँले तपाईँको टिम? अब कस्तो हुन्छ भने मैले अघि पनि भने दोहोऱ्याउने जनप्रतिनिधि र पहिलोचोटि फ्रेस आउने जनप्रतिनिधिमा धेरै खालको सोचाइ फरक हुँदो रहेछ। मैले पार्टीकै हिसाबले हामी 2 थरी भयौँ भन्ने कुराले भन्दा पनि म चाहिँ उहाँहरूको र मेरो बिचमा केही कुरा अन्डरस्ट्यान्डिङ नमिल्ने कुरा चाहिँ उहाँहरू फ्रेस आउनु भएको छ, उहाँहरूमा नि केही गरौँ भन्ने खालको छ। तर प्रक्रियागत रूपमा चाहिँ उहाँहरू धेरै अनुभव लिइसक्नु भएको अवस्था नहुँदो रहेछ र मैले चाहिँ 2 कार्यकाल गरिसकेपछि मलाई चाहिँ छर्लङ्गै कुनै काम गर्नुभन्दा पहिला चाहिँ यो यसरी जाँदा ठिक हुन्छ अथवा हुँदैन भन्ने कुरामा क्लियर हुने भए। त्यो कारणले केही कुरामा कुनै विषयमा चाहिँ हाम्रा असहमतिहरू चाहिँ भएको छन्,
दुई पक्ष कतै कतै त्यस्ता कुराहरू आउँछन्। तर मैले चाहिँ एउटा कुरा के बुझेको छु भने चुनाव जितेर आइसकेपछि कुनै बेला हामी पार्टीकै हिसाबले चुनावमा होमिए पनि पार्टीको चाहिँ सङ्गठनबाट आए पनि जनप्रतिनिधिको रूपमा आइसकेपछि चाहिँ हामीले विशेष गरी यहाँभित्र म कुनै पार्टी सिद्धान्त भन्दा पनि ओडावासीको काममा नै ओडाको विकासमा नै हामीले बढी ध्यान दिनुपर्छ। त्यो भएर मैले उहाँहरू फरक पार्टीको हुनुहुन्छ भन्ने कुरा म मेरो आफ्नो दिमागबाट नै म धेरै राख्दिनँ र उहाँलाई सकेसम्म सहज हुने वातावरणमा लाने कोसिस गर्छु, समेट्ने कोसिस गर्छु। उहाँहरूको पनि हामी सबैले आफ्नो चाहिँ आफ्नो भन्दा पनि अरूको पनि उहाँ पनि केही हो, जनप्रतिनिधिको रूपमा समाजले चुनेर पठाइसक्नु भए पनि अस्तित्व स्वीकार्नु र उहाँहरूको भूमिका चाहिँ उहाँहरूले पनि पाउनुपर्छ। र विशेष गरी अर्को कुरा चाहिँ हामी दुईटा सिद्धान्त बोकेर आएको जनप्रतिनिधि ओडामा आइरहँदा आएकै कारणले ओडाको विकास निर्माणमा चाहिँ कतै पनि गति रोकिनु हुँदैन भन्ने कुरामा म सचेत छु। त्यो कारणले धेरै अप्ठ्यारो आएको छैन। केही अप्ठ्यारो त अभियसली हुन्छ नै। अघिल्लो कार्यकालमा तपाईँले कार्यवाहक भएर काम गरिरहँदा यस्तो गर्न पाएको भए चाहिँ हाम्रो ओडा अझै थप विकसित हुन सक्थ्यो, यहाँका मान्छेहरूको जनजीविकासँग यी कुराहरू चाहिँ जोड्न सकिन्थ्यो भन्ने कुरा तपाईँले पुरा गर्न नसक्नु भएको कुरा के पुरा गर्नुभयो योपल्ट? अघिल्लो कार्यकाल विशेष गरी हामी सबैले भोगेको कुरा हो, एकदम विकराल अवस्था। हामी चाहिँ कोभिड यति ठुलो आइदियो कि हामीले जीवनमा कहिले पनि त्यो अवस्था आउँछ भनेर हामीले कहिले कल्पना पनि नगरेको खालको परिस्थिति सृजना भयो। हामीले त्यति बेला चाहिँ नियमित काममा 5 वर्षलाई चाहिँ हामीले जनताको सेवामा वडा विकासमा लगाउन पाएको भए हामीले धेरै कुरा सिस्टममा हाल्न सक्थ्यौँ जस्तो लाग्छ। हामी चाहिँ हाम्रो विकास निर्माण र अरू केही नयाँ सोच्ने भन्दा पनि हामी कोभिडलाई कसरी व्यवस्थापन गर्न सक्छौँ, पब्लिकलाई बाँच्न मात्र कसरी बचाउन सक्छौँ, उहाँहरू चाहिँ बिरामी हुँदा बितेको एउटा लास कसरी उठाउन सकिन्छ, सब पनि एक ठाउँबाट अर्को ठाउँ लान नसक्ने सम्मको विकराल परिस्थितिबाट हामी गुज्रेको कारण र त्यति बेला हामीले त्यो भूमिका जुन जनप्रतिनिधिले पहिलोचोटि सबभन्दा त हाम्रो यो स्थानीय सरकारको नै पहिलो कार्यकाल थियो सबैकै, यहाँभित्र हाम्रा कार्यविधि नीतिहरू बन्नै बाँकी अवस्थामा थियो। हामी चाहिँ एकदमै रफली हाम्रा कामलाई अघि बढाउने कोसिस गरिरहेका थियौँ। त्यो अवस्थामा हामीले सजिलोसँग काम गर्न पाएको भए योभन्दा राम्रो हुन्थ्यो होला। सिस्टममा हामीले अझ सिस्टममा अहिले पनि हामीले काम धेरै गरेका छौँ, तर यसलाई चाहिँ एउटा बटाममा लाने गरी चाहिँ लान नसकेको जस्तो अहिले पनि अनुभव हुन्छ र अझ पनि हामीले लाँदै कोसिस गर्दा पनि त्यो बाटो नहिँडिसकेको अनुभव अझ पनि छ। त्यो ग्याप फुलफिल गर्नलाई अहिले कोसिस गरिरहनु भएको छ तपाईँहरू कार्यपालिकाको टोली टिम मिलेर? अब यो फेरि पनि दोस्रो कार्यकाल हाम्रो कतिजना नयाँ नै हुनुहुन्छ, नगर प्रमुख उपप्रमुख हाम्रोमा नयाँ नै आउनुभएको छ। सबैजनाको टिमले राम्रै कोसिस गरिरहेछ, तर सिँगै राज्यले भन्छु म, जुन खालको हामीले चाहिँ एउटा सिस्टमबाट चल्ने खालको राज्य, बाटोघाटो पुल बन्ने नियमित प्रक्रिया अलिकति स्पिड होला, अलिकति घट्ला बढ्ला, त्यो नियमित हुने विकास त भइ नै रहेको हुन्छ। तर कुनै पनि कुरा हामीले चाहिँ समाजलाई रूपान्तरण गर्ने भन्नेको कुरा चाहिँ एउटा लिगमा हिँड्यो भने चाहिँ त्यो कसैले पनि प्रतिनिधि पात्र जोसुकै आओस्, प्रतिनिधिको रूपमा जो आए पनि त्यो हिँड्ने बाटो चाहिँ एउटै हुन्थ्यो। त्यसमा चाहिँ अब फोकस त गरिरहेछ, तर पनि अब हाम्रो चाहिँ दैनिकी एकदम विकास निर्माण दिनै दिनको त्यो सानोभन्दा सानो कुरामा अड्किराख्ने भए हुनाले जति सोचेको त्यो चाहिँ पुरा नभएको मलाई आफूलाई पनि अनुभूति छ। कतिको प्रभावकारी रहेछ यो संरचना जस्तो लाग्यो तपाईँलाई? यो सुरुको 5 र अहिलेको 3 8 वर्ष तपाईँ यहाँ व्यतीत गरिरहँदा चाहिँ यो संरचना चाहिँ स्थानीय सरकार नै सबैभन्दा जरादेखि नै बलियो बनाउनु पर्ने खालको संरचना हो। किनभने माथिल्लो प्रदेश सरकार, सङ्घीय सरकार भनेको चाहिँ यही जराबाट नै सिञ्चित हुने हो। जति जरा चाहिँ रसिलो हुन्छ, पोसिलो हुन्छ, व्यवस्थित हुन्छ, जरो राम्रोसँग काट्न सक्छ, त्यति नै रुख बलियो हुन्छ जस्तो लाग्छ। त्यसले गर्दा स्थानीय सरकारको एउटा संरचनाको कल्पना अनुसारको संवैधानिक यो एउटा प्र्याक्टिस आफैमा महत्त्वपूर्ण नै छ र अहिले पनि विकासका जति धेरै चरणहरू र देशले जति धेरै एउटा खालको विकासको अनुभूति भनौँ न, अब ढोका ढोकामा घर घरमा पब्लिकले फिल गर्ने खालको अनुभूति चाहिँ स्थानीय सरकारले नै विशेष गरी दिएको छ भन्ने मलाई लाग्छ। उहाँहरूले एकदम पब्लिकले सानो विषयलाई पनि प्रतिनिधिसँगै बसेर प्रतिनिधिलाई प्रत्यक्ष उसले कुरा राख्न पाउने
अनि अर्को चाहिँ उसका दैनिकी चाहिँ वडासँग जोड्नलाई सजिलो छ। उसका विकास निर्माण होस्, अरू सामाजिक क्षेत्रका कुराहरू हुन्, उसका चेतनाकै कुरालाई पनि उसले एउटा चेतनाको लेभल चाहिँ स्थानीय सरकारसँगै उठबस गर्दा र नीति नियम कानुनहरूसँग जोडिँदै गर्दा चाहिँ अलिक धेरै नै बुझेको अनुभव हुन्छ। मलाई यही पहिलो कार्यकाल 74बाट आउँदै गर्दा 77तिरदेखि मैले वडा अध्यक्षको भूमिका निभाएँ। त्यति बेला उहाँहरूले हामीलाई गर्ने हेर्ने दृष्टिकोण र अहिले यो 4-5 वर्षमा चाहिँ एकदमै धेरै फरक भएको मलाई मेरो वडामा र मैले व्यक्तिगत रूपमा मैले उहाँहरूसँग गर्दा चाहिँ एकदमै धेरै फरक छ। उहाँहरूले विषय बुझ्नुहुन्छ, उहाँहरूले हाम्रा जिम्मेवारी बुझ्नुहुन्छ। 74-75तिर आउने बेलामा जनप्रतिनिधि यहाँ हुनु पर्दैन, मतलब एउटा कर्मचारी जस्तो 10-5 चाहिँ टेबलमै हुनुपर्छ, उसले चाहिँ यहीँ बसेर हामीलाई सर्भिस दिनुपर्छ भन्ने खालको बुझाइबाट अलि माथि नै उठेर उहाँहरू अहिले अरू पनि विषय छ। जनप्रतिनिधिको चाहिँ एउटा कार्यालयमै मात्र कुरेर बस्ने होइन, उहाँहरूका धेरै विषयहरू हुन्छन्, धेरै जिम्मेवारीहरू हुन्छन्, भूमिकाहरू हुन्छन् भन्ने कुरा पनि बुझ्ने क्रम चाहिँ अलिक बढ्दै गएको हिसाबले एउटा सजिलो काम गर्न पनि पहिलाको तुलनामा मलाई यो 79 पछिको प्रभावकारी संरचना रहेछ जस्तो लाग्यो हजुरलाई? यो चाहिँ त्यसले चाहिँ विभिन्न अब एउटा भौतिक संरचना खालको विकास निर्माण मात्र नभएर स्थानीय सरकारले चाहिँ सामाजिक क्षेत्र एउटा व्यक्तिगत जीवनसँग जोडिने हरेक खालका विषयहरूसँग चाहिँ प्रत्यक्ष रूपमा नजिकबाट त्यसलाई हेर्ने भेट्ने भएको कारणले सबैभन्दा प्रभावकारी संरचना नै स्थानीय सरकार छ जस्तो लाग्छ। त्यो त जस्तै गाउँमा सिंहदरबारको अवधारणा भनेर सुरु गरियो होइन, भनेको प्रशासनिक संयन्त्र नै गाउँमा लिएर आइयो भनेर भनेको हो नि त। राज्यको केन्द्रीय प्रशासनिक भवनको हिसाबले सिंहदरबारको रिप्लिकेसन त्यो ओड लिएर आए पनि त्यो चाहिँ गाउँमा साँच्चै नै जनताले अनुभूति गर्न सक्ने गरी, नागरिकले अनुभूति गर्न सक्ने गरी हामी त्यो अनुसारको व्यवस्था लिएर आउँछौँ भनेर गाउँमा सिंहदरबार भन्ने जुन अवधारणा आयो। तर अहिले नागरिकले चाहिँ कतिपय ठाउँमा चाहिँ गाउँमा सिंहदरबार त आयो, सिंहदरबारमा बस्ने चाहिँ सबै सिंह नै गाउँमा आए अथवा स्थानीय ठाउँमा नै सिंह आए, जसले चाहिँ अरूलाई कुनै पनि कुराले उठ्न दिँदैन, आफ्नो मात्रै कुराहरू चाहिँ लाद्न खोज्छ अथवा सरकारले त्यो कुरा चाहिँ लाद्न खोज्छ भन्ने किसिमको तरिकाले व्याख्या पनि भइरहेछ। त्यसलाई चाहिँ तपाईँले कसरी लिनुहुन्छ? भने अब यो यहाँले भनेको चाहिँ पब्लिकले चाहिँ एउटा सरकार आए पनि एकदम आत्मीय खालको सम्बन्ध चाहिँ जनप्रतिनिधिसँग गर्न नसकेको खालको अवस्था भन्नुभयो। तर मलाई मेरै वडाको र मेरो आफ्नो अनुभवले त्यो खालको लाग्दैन। यो भित्रको पब्लिकले चाहिँ त्यो हिसाबले कतिपय कुरा हुनसक्छ, किनभने जो चाहिँ धेरै वडाका विषयसँग जोडिराख्नुहुन्न उहाँहरूलाई चाहिँ सबै काम वडाले आफ्नै हिसाबले गरिरहेछ कि भन्ने खालको चाहिँ परेको हुनसक्छ। तर अब एउटा राजधानीको वडाको परिवेश र अलिक ग्रामीण जिल्लामा अलिकति दूर दराजको गाउँपालिकाहरूको वडाहरूको चाहिँ फरक हुनसक्छ। त्यहाँभित्र काम गर्दै गरेको अनुभव र हाम्रो यहाँ यो चाहिँ एउटा राजधानीभित्रको वडाले गरेको अनुभव चाहिँ एउटै नहुनसक्छ। देशैभरिको वडामा यही खालको अनुभूति छ चाहिँ म भन्दिनँ। तर यो हाम्रो जस्तो सहरी भेगमा चाहिँ अलि धेरै एउटा बुझेको वर्ग पनि धेरै बस्नुहुने भएको कारणले उहाँहरूले यो खालको फिल गर्नुहुन्छ चाहिँ जस्तो मलाई लाग्दैन। उहाँहरूले यसलाई चाहिँ एकदम नजिकबाट हेर्नु भएको छ। यहाँको प्रशासनिक दैनिक सेवालाई चाहिँ सजिलो गरी एक्सेप्ट गर्नुभएको कारणले त्योभन्दा पनि अहिले एउटा अलि अप्ठ्यारो पाटो चाहिँ के छ भने स्थानीय सरकारले भन्दै गरेको जति अधिकार प्राप्त गरेको छैन। सानो विषयलाई पनि नगरपालिका अझ माथिल्ला निकायहरूसँग चाहिँ जस्तो कानुनै पनि बाजिनु भएन। सङ्घीय कानुन, प्रदेश कानुन र स्थानीय, हामीले त कानुनै पनि सङ्घीय कानुनलाई कुर्दै उसँग नबाजिने गरी ऊभन्दा तल बसेर बनाउनु पर्ने भएको कारणले चाहिँ कतिपय ठाउँमा चाहिँ काम गर्ने क्रममा सिफारिसै मात्र गर्न चाहिँ वडाको चाहिँ एउटा संरचनाको चाहिँ कल्पना गरिएछ कि जस्तो पनि लाग्छ। एकदम धेरै रिस्क सिफारिस अधिकारीको रूपमा चाहिँ कल्पना गरेको वडाध्यक्षहरूले धेरैजनाले चाहिँ त्यो कुरा गर्दा नि त्यसो चाहिँ भन्नुहुन्छ। मैले हजुरलाई संविधानको अनुसूचीमा परिकल्पना गरिएको र हामीले कतिपय एकल अधिकारको रूपमा प्रयोग गर्न सकिने अधिकार पनि हामीले चाहिँ फ्रीली प्रयोग गर्न नपाएको, स्थानीय तहले चाहिँ त्यो प्रयोग गर्न नपाएको भन्ने किसिमको कुराहरू पनि आइरहेछ। यसमा चाहिँ हजुरले भन्न खोज्नु भएको कुरासँग केही रिलेट हुनसक्छ। अझ यहाँ त जस्तै हामीसित वडामा
आर्थिक अधिकार भइदिएको भए अझै थप सशक्त तरिकाले हामीले ओडालाई रन गर्न सक्थ्यौँ, हाम्रा गतिविधिहरू योजनाहरूलाई कार्यान्वयन गर्न सक्थ्यौँ भन्ने किसिमको पनि हुनसक्छ होला। हजुरले त्यसैमा जोड्न इङ्गित गर्न खोज्नुभएको? खास गरी अब आर्थिक मात्रै चाहिँ होइन, तर आर्थिक पनि एउटा हो, किनभने अब सबैभन्दा धेरै रिस्क चाहिँ यहीँ छोडिदिनु भएको छ। माथिल्लो निकायले भन्नु जिल्ला प्रशासनले होस् अथवा प्रदेशले होस् सङ्घले होस्, सानोभन्दा सानो काम गर्दा उताबाट विनियोजन भएको रकमलाई पनि यहीँको सिफारिसलाई मान्यता दिएर अघि बढाउँछ। एउटा हिसाबले त सम्मान जस्तो पनि अधिकार दिए जस्तो पनि देखिन्छ। तर जुन काम गर्ने क्रममा एउटा सानो ढल मङ्गाल बिग्रेछ भने पनि हाम्रो साइनले त त्यो बन्नेवाला छैन। त्यसकै फेरि पनि हाम्रो सिफारिस गरेर त्यहाँबाट प्रक्रिया पुर्याएर आउने बेलासम्म एउटा सानोभन्दा सानो काम त पब्लिकले कुरिबस्नुहुन्न। अनि उहाँहरूलाई चाहिँ के लाग्छ, उहाँहरूले सबैले पनि बुझ्नुहुन्न नि त, ओडाले अधिकार कति छ, योसम्म पुग्न सक्छ कि सक्दैन। यति पनि काम नहुने हामीले भोट हाल्न पठाएको, अहिले गर्ने बेला चाहिँ अहिले तपाईँहरू यत्रो लामो समय लाग्नुहुन्छ, यति सानो कामलाई पनि यति झुलाउने हो र टाइपको उहाँहरूको एउटा खालको बुझाइ हुन्छ। त्यो चाहिँ हामीलाई चिर्न चाहिँ गाह्रै हुन्छ। त्यो हामीले पनि यहाँबाट कति गर्न सक्छौँ, हामीले योसम्म मात्रै गर्नु, कति कुरा चाहिँ पञ्जीकरणको कुरा लिएर पनि हामीसँग झगडा गर्न आइरहनु भएको हुन्छ। कति यति जन्म दर्ता त यहीँ गरिदिए भइहाल्यो, म त उहाँ गाउँको छ नागरिकता, म कहाँ उहाँसम्म जान सक्छु, तपाईँलाई मैले भोट हालेको, तपाईँलाई मैले सहयोग गरेको खालको हो हुन्छ नि। मान्छेले सबै जिम्मेवारी बुझ्दैन। कति ठाउँमा चाहिँ पञ्जीकाधिकारीले के गर्नुहुन्छ, हाम्रो जिम्मेवारी कति हो, हामीले गर्न नपाउने क्षेत्रहरू कहाँ पठाउने हो भन्ने कुरामा चाहिँ त्यो बुझाइ अझसम्म पनि क्लियर नभएको कारणले अलिअलि पब्लिक र हामीलाई हेर्ने दृष्टिकोण फरक हुन्छ। त्यो अर्को एउटा अनुभव पनि हजुरको लिइहाल्न मन लाग्यो, मलाई जान्न मन लागेको चाहिँ जस्तै यो 9 नम्बर वडाको मात्रै कुरा गर्ने हो भने पनि भोटको सङ्ख्याको हिसाबले हजुरले 1000 भोटभन्दा पनि तलको भोटले निर्वाचित भएर आउनु भएको छ होइन। तर यहाँको जनसङ्ख्याको हिसाबले त यो ठुलो जनसङ्ख्या छ नि त, एकदमै ठुलो जनसङ्ख्या छ। अब यसलाई चाहिँ तपाईँले कसरी म्यानेज गर्नुभएको छ? उहाँहरूले भोट हाल्नु भएको छैन, तर यहाँ उहाँहरू बसोबास गर्दा उहाँहरूले तिर्नुपर्ने घरका कुरा सबै कुरामा उहाँहरू सहभागी हुनुहुन्छ, तर भोट चाहिँ हाल्नु भएको छैन। र उहाँहरूले चाहिँ कतै हाम्रो यो स्थानीय सरकार चाहिँ हाम्रो त होइन क्यारे भने जस्तो त्यस्तो अनुभूति पनि कतिपय ठाउँमा चाहिँ गर्नुहुन्छ, किनभने यो सहरी क्षेत्रमा चाहिँ त्यस्तो समस्याहरू देखिने रहेछ। त्यस्तो समस्या भन्दा त्यस्तो परिस्थिति देखिने रहेछ। यसलाई चाहिँ तपाईँले कसरी लिनुभएको छ? यो चाहिँ कस्तो छ भने यो सहरीमा धेरै जस्तो ठाउँमा यही छ। किनभने म अस्ति केही समय अगाडि वीरेन्द्रनगर गएको थिएँ, त्यो अब भर्खर त्यहाँ सहरीकरण हुँदै गर्दा पनि त्यो माइग्रेन भएर आउने सङ्ख्या चाहिँ एकदम बढ्दो हुन्छ। त्यो आउने सङ्ख्या बढ्ने बित्तिकै फेरि पहिला चाहिँ बसाइसराई ल्याउनुहोस्, स्थायी रूपमा यहाँ आउनुहोस् भन्दा घरै भइसक्दा पनि धेरैले मान्नुहुन्न। विभिन्न उहाँहरूका आफ्नो समस्या हुन्छन्, कतिको बुझाइ त्यो हुँदैन, त्यो आफैमा हुने भयो। र यो अहिले तपाईँ हजुरले भने जस्तो ब्यालेन्समा राख्ने कुरा चाहिँ 9 नम्बरको हकमा अझ विशेष जटिल छ। अब हामीले अलिकति सम्मान जे नै गर्न आँटे पनि हामीले हेडलाइनै हामी स्थायी नागरिकको लागि भनेर निकाल्छौँ। तालिम एउटा किन नहोस् होइन, जेसुकै सानोभन्दा सानो कुराको अवसर चाहिँ स्थायी नागरिकलाई नै धेरै अपर्च्युनिटीहरू आइरहेको हुन्छ। तर म घर बनाएको छु, घरमा बसेको छु, यत्रो कर तिर्छु, किन नै भन्दा चाहिँ हामीले केही खालको हामीलेबाट गर्न सक्ने सुविधा चाहिँ घरवाला अथवा व्यवसाय गरी बस्नेलाई सम्म चाहिँ गर्नुपर्छ भन्ने स्वविवेकले र हाम्रो अधिकार क्षेत्रले भ्याउनेसम्म त हामी गर्छौँ। तर अन्य जस्तो पञ्जीकरणकै कुराहरू भए उहाँले पाउनुहुन्न। अब यो त्यो प्रशासनिक कामभन्दा बाहेक अरू कुराहरू चाहिँ धेरै नागरिकहरू अझै पनि नगरपालिका र ओडाले दिने फेसिलिटीबाट चाहिँ एक्सक्लुड भइरहनु भएको छ नि, उहाँहरू त त्योभन्दा बाहिर हुनुहुन्छ नि। त्यो अझ कमसेकम सम्पत्ति कर तिर्नेसम्मको चाहिँ घर छ भनेर धेरै समेटिनु भएको हुन्छ, अझ भाडामा बस्नु भएको हुन्छ। अब यहाँ योगदान यही गर्नु भएको हुन्छ, एउटा साधारण मजदुरी नै गरे पनि उहाँको योगदान त यहीँ हुने भयो नि त, यही नगरपालिका होला अथवा छेउछाउको नगरपालिका होला। तर उहाँहरूलाई चाहिँ धेरै हिसाबले हामीले समेट्न सकिरहेको छैन र समेट्न पनि अप्ठ्यारो परिस्थिति छ। किनभने धेरै समेट्दै जाने भनेपछि त यो गाउँ छोडेर यही ठाउँमा एउटा खालको लोड जति एकै ठाउँ थुप्रिने भयो। त्यो कारणले पनि सरकारले ओडाले पनि केही ती कुराहरूमा चाहिँ एउटा बााउन्ड्री राखिदिँदा चाहिँ आफ्नै ठाउँ ठिक रहेछ, आफ्नै गाउँमा सजिलो रहेछ, त्यहाँ अपर्च्युनिटी छ भने हामी त्यहीँ बरु ठिकै छ त भन्ने हिसाबले पनि एकै ठाउँमा त्यो नहोस् र हाम्रो साधन स्रोतले पनि त्यो व्यवस्थापनमा थेक्न नसक्ने अवस्था हुन्छ। कर तिरेर ओडासँग जोडिनु भएको र भाडामा कतै बसेर उहाँले आफ्नो दैनिकी चलाउनु भएकोमा त्यो एउटा खालको राखेन भने चाहिँ
यहाँको साधन स्रोतले कतिसम्म थेक्ने, कतिसम्मलाई चाहिँ हामीले व्यवस्थापन गर्न सक्ने भन्ने चुनौती आउँछ। तर पनि एउटा मानवताको कुरा आउँछ र वडा भनेको आफैमा पनि समाजसेवा पनि एक हिसाबले समाजसेवा पनि हो। जति हुनसक्छ हामीले समेट्ने चाहिँ कोसिस गर्छौँ। समेट्न मिल्ने क्षेत्रमा समेट्ने, नमिल्ने क्षेत्रमा उहाँहरूलाई कन्भिन्स गर्ने, यो कारणले तपाईँलाई योसम्म मात्र जान सक्छौँ भन्ने कुराले लगेर हामीले यस्तै हिसाबले चाहिँ व्यवस्थित गर्दै लगिरहेछौँ अहिले। अब अलिकति मैले अर्को प्रसङ्ग जोडेँ कि मैले यो स्थानीय तहको गठन भइसकेपछि पहिलोपल्ट एकजना महिला वडा अध्यक्षसँग कुरा गरिरहेको हिसाबले पनि मैले यो प्रश्न चाहिँ मेरो पनि जिज्ञासा र आम पब्लिकको पनि जिज्ञासा के हुनसक्छ त्यो हुनसक्छ भन्ने हिसाबले, जस्तै हाम्रो परिकल्पना चाहिँ स्थानीय सरकार गठन हुँदाखेरि स्थानीय सरकारको प्रमुख अथवा उपप्रमुखमध्ये एकजना महिला भनेर जुन परिकल्पना गरेको थियो, अहिले विभिन्न राजनीतिक पार्टीहरूको गठबन्धनको कारणले चाहिँ धेरैजसो ठाउँमा त्यस्तो भएको छैन, अधिकांशै ठाउँमा त्यस्तो भएको छैन। दुई ठाउँमा पुरुषै पुरुष अथवा महिला नै महिला, महिला पुरुष हुनुभएको सङ्ख्या चाहिँ एकदमै कम जस्तो त्यस्तो देखिया छ। एक किसिमले हाम्रो नगरपालिकामा पनि उपप्रमुख महिला हुनुहुन्छ, यद्यपि उहाँ धेरैवटा समितिको संयोजन गर्ने हिसाबले अधिकार भए पनि कार्यकारी हिसाबले चाहिँ वडा अध्यक्ष नै कार्यकारी भूमिकामा हुनुभएको महिलाको हिसाबले तपाईँले यो आफ्नो भूमिकालाई चाहिँ कसरी लिइरहनु भएको छ महिलाको हिसाबले भन्दाखेरि चाहिँ? अब यो अलिअलि चाहिँ हामीलाई हाम्रो सामाजिक पुरातनदेखि चल्दै आएको सामाजिक संरचना छ, हामी संस्कार संस्कृतिसँग एउटा जकडिएका छौँ। त्यो हिसाबले नै महिला घरभन्दा बाहिर निस्किने कुरा आफैमा अलिकति अप्ठ्यारो भएर पनि यो कम। अर्को चाहिँ हामी महिला आफै पनि यो कार्यकारी पोस्ट भनेर चाहिँ एकदम क्विक डिसिजन, अन्त स्पोर्ट डिसिजन गर्नुपर्ने खालको हुने हिसाबले पनि सकिँदैन कि बा म जाँदा भन्ने हिसाबले केही अलिक पछि हटेको। र अर्को कुरा दिने कुरा चाहिँ कसैले पनि आफूले पाइरा अवसर त कसैले पनि दिन चाहँदैन। त्यही खालको पद्धतिले चाहिँ सिधै वडा अध्यक्ष महिला हुनुहोस् भनेर कुनै पार्टी सङ्गठनले पनि धेरै अगाडि सारेको कम देखिन्छ, एकदमै रियल अवस्था बाहेक। महिलालाई काम गर्नै नसक्ने वडामा भन्ने चाहिँ हुँदैन होइन, किनभने यसलाई चाहिँ दुईवटा हिसाबले हुन्छ। एउटा सहज पनि छ, महिलाप्रति समाजले हेर्ने त्यसको सम्मानित पनि छ नि त, त्यो कारणले कामै गर्न गाह्रो चाहिँ छैन। तर भूमिका निभाउन चाहिँ अलिकति समय व्यवस्थापनको कुरा, पारिवारिक व्यवस्थापनको कुरा, आर्थिक व्यवस्थापनको कुरा, अब महिलाको एउटा शारीरिक बनावटकै हिसाबले पनि साँझ बिहानका अहिले हाम्रा होइन समाजको एउटा हेर्ने दृष्टिकोण, यी सबैले गर्दा चाहिँ केही चुनौतीहरू चाहिँ महिलाले गर्दा अप्ठ्यारो छ। सुरुको फेसमा अलिक कमजोर नै हुन्छ भन्ने सोच छ हाम्रो समाजले, त्यसले अलि गर्न नसक्ने विषय पनि म आफ्नैमा पनि मेरो वडा अध्यक्ष चाहिँ वडा छोडेर गएर म जब कुर्सीमा बसिसकेपछि एकपटक चाहिँ मलाई यति धेरै कुराहरूको प्रेसर आउँथ्यो कि अब ऊ बसेपछि सजिलै गराउन सकिन्छ, राम्रा नराम्रा सबै खालका काम चाहिँ एउटा प्रेसर दियो, दबाब दियो भने चाहिँ सकिन्छ भन्ने खालको त्यो लिएर आउनुहुन्थ्यो धेरै खालको। त्यो अवस्थामा चाहिँ एउटा च्यालेन्ज चाहिँ छ। तर काम गर्ने क्रममा चाहिँ अहिले त धेरै फिल्डमा महिला चाहिँ कार्यकारी पोस्टमा बसेर गरिसक्नु भएको अवस्था छ। राज्यकै कार्यकारी पोस्टमा बसिसक्नु भयो, राष्ट्रपति लगायत अरू धेरै भूमिकामा आइसक्नु भएको छ, मुख्य सचिवै हुनुभयो यस अघिल्लो। त्यो कारणले चाहिँ गर्न नसक्ने र अगाडि बढाउन नहुने भन्ने थिएन। तर पनि अहिले धेरै हिसाबले चाहिँ अहिले पनि जम्मा 69-70 जनाकोमा छौँ। सिङ्गो काठमाडौँ भने राजधानी जस्तो ठाउँमा हामी जम्मा 4 जना, अहिले 16 को जितेपछि बल्ल हामी 4 जनाकोमा पुगेका छौँ। नेकपा एमालेबाट सिङ्गो काठमाडौँ जिल्लामा म एक्लो प्रतिनिधि हुँ, महिला प्रतिनिधि एक्लै भनेपछि 138वटा वडामा चाहिँ एकजना मात्रै पात्र चाहिँ पार्टी, यत्रो ठुलो पार्टी भनेको पार्टीबाट प्रतिनिधित्व गर्ने भनेको त आफैमा एउटा सोच्नुपर्ने विषय चाहिँ हो। सङ्गठनले, समाजले, राज्यले कार्यकारी पोस्टमा किन लग्न सकिरहेको छैनौँ त? महिलालाई एकदम बराबरीको भनिरहेछ, अहिले पनि 33%, अझ कति ठाउँ 50%का कुरा उठिरहेछन्। तर पनि अब हुँदै गरेको पनि हामीले नै बनाएको संविधानले दुईवटा पार्टीबाट जाने बित्तिकै अहिले गठबन्धनको नाममा विविध नाउँमा त प्रमुख उपप्रमुखै पुरुष धेरै भएको, अब अहिले पहिलोका यो दोस्रोमा त त्यो अवस्था सृजना भयो। यो हामीले सोचेनौँ, समयमा त जसले मेहनत गरे त्यो सोचेन। अब अहिले वडाकै हकमा नि 5 जना भन्यो, हरेक वडामा अध्यक्ष भनेर कल्पना गर्दा चाहिँ
पुरुष पात्र नै सम्झिने धेरै प्रचलन छ। त्यसपछि एउटा दलित महिला, त्यो दलित महिला नै भनेर तोकेको कारणले हामीले खोज्यौँ। त्यसपछि महिला एकजना सोच्छौँ, अरू बाँकी तर भूमिकाको हिसाबले चाहिँ खासै त्यति दिएको र निभाउन सकेको पनि देखिँदैन। अहिले पनि कार्यपालिकामा पनि महिला धेरैजना हुँदै गर्दा नि भूमिकै निभाउने हिसाबले चाहिँ उहाँहरूको एकदमै कम देखिन्छ। पुरुषवादी चिन्तन भनेरै भनौँ न अहिले होइन, त्यो चिन्तनले देखेको हाम्रो समाजको विकासको जुन एउटा चित्र छ त्यो र महिलाहरूले देख्ने चित्र चाहिँ फरक हुने रहेछ। त्यो हुँदा चाहिँ जो पछाडि पर्नु भएको थियो, पछाडि पर्नु भएको छ महिलाकै हिसाबमा पनि दलित जनजाति अल्पसङ्ख्यक, त्यसपछि अन्य जो वर्ग हुनुहुन्छ उहाँहरूको पक्षमा चाहिँ योजनाहरू बनाउन थप यो दृष्टि दिने कुरामा चाहिँ सहज हुने रहेछ। हजुर आफै बस्दाखेरि चाहिँ के अनुभव गर्नुभयो? यो 3टा बजेट त हजुरले आफैले बनाइसक्नु, ओडामा आफै नेतृत्व लिएर नै होइन, त्यसको जस्तै समावेशिताका कुरा, महिला शीर्षकका बजेटहरूका कुरा, अनेक बजेटहरू छन् नि। त्यो बजेट बनाउँदा, नीति कार्यक्रम बनाउँदा पहिला तपाईँ कार्यपालिकामै हुँदा पनि त्यसले चाहिँ फरक तरिकाले बनाउनलाई सहयोग हुँदो रहेछ। महिलाको प्रतिनिधित्व हुँदै गर्दा भन्नुभयो। अब फेरि पनि महिला ठ्याक्कै मैले ओडाइबाट बनाउने विषयमा केही सहज बनाउने कोसिस भनेको नदेखिएका कुराहरू, नदेखिएका योजनाहरू, ती विषयहरू पनि अगाडि आएर होइन सम्बोधन चाहिँ हामीले यी विषयलाई नि गर्नुपर्ने रहेछ नि त भन्ने जस्तो त्यस्तो चाहिँ हो। त्यो त्यही म आफैलाई पनि फिल र सिङ्गो नगरपालिकाले नि अहिले मलाई फिल गरे जस्तो लाग्छ कि महिला वडाध्यक्ष भएको ठाउँमा चाहिँ जन्मिनुभन्दा पहिलाको सुत्केरी अवस्थाका महिला र बच्चा जन्मिँदै गरेको बच्चा, युवा हुँदै गरेको, जवान हुँदै गरेको र ज्येष्ठ नागरिक र त्यसपछिको मृत्यु पश्चातका संस्कारहरूमा पनि हाम्रो चाहिँ ध्यान अलिक बढी पुग्छ कि जस्तो लाग्छ। किनभने घर परिवारमा पनि यो अलिक बढी चाहिँ चासोको विषय महिलासँगै जोडिने भएको कारणले पनि अब वडा नम्बर 9 अरू 12वटा वडाको तुलनामा वडा नम्बर 9मा के फरक छ त भन्दै गर्दा अहिले पनि साथीहरूले अरू जसले मलाई सामाजिक सञ्जाल लगायतबाट नजिकबाट हेर्नुहुन्छ तपाईँले यी विषयहरू चाहिँ उठाउनु भएको छ भन्दा जस्तो अहिले हाम्रो एकदमै राम्रोसँग ज्येष्ठ नागरिककै विषय पनि यहाँले मेरो सामाजिक सञ्जाल अथवा वडाकोमा बुझ्यौँ। ज्येष्ठ नागरिक भन्ने विषय चाहिँ ओझेल परेको विषय हो कि ज्येष्ठ नागरिकलाई हामी युवा सम्झिन्छौँ, किनभने युवाहरूलाई सँगै लिएर जान सक्यो भने सबैलाई नै एउटा समाजलाई हुन्छ भन्ने छ। र ज्येष्ठ नागरिक चाहिँ राज्यले पनि भत्ता दिएर उहाँलाई सम्मान चाहिँ गरेको, तर उहाँहरूसँग भएको चाहिँ अनुभव, क्षमता र जीवनभरको भोगाइलाई चाहिँ सम्पत्तिको रूपमा कतै प्रयोग गर्न नसकिरा जस्तो चाहिँ लाग्छ मलाई। हामी उहाँहरूलाई केही सम्मान दिने कोसिस त गर्छौँ, भत्ताको रूपमा होस् अरू विभिन्न सम्मानको रूपमा, तर उहाँहरूसँग जुन जीवनभरको भोगाइको अनुभव छ, उहाँहरूसँग त्यो नलेज चाहिँ हामीले क्यास गर्न नसकेको, त्यो नलेजबाट चाहिँ राज्यले केही लिन नसकेको जस्तो चाहिँ मलाई अनुभव हुन्छ। सुरुको दिनदेखि नै 9 नम्बरले एउटा ज्येष्ठ नागरिक, अहिले पनि हामीले बुढेउलीमा मुस्कान भनेर यो वर्षको राखेका छौँ र ज्येष्ठ नागरिकसँग जनप्रतिनिधि भन्ने असाध्यै राम्रोसँग चलेको कार्यक्रम 9 नम्बरको। हामीले यहाँ चाहिँ मृत्यु पश्चात पनि निःशुल्क चाहिँ दाह संस्कार गर्ने खालका कुराहरू, केही नयाँ चाहिँ अन्त इम्प्लिमेन्ट नभएको खालकोलाई चाहिँ उजागर गर्ने खालको अवस्था चाहिँ 9मा नै अलिक बढी भएको र महिलाकै प्रतिनिधित्व गर्दा चाहिँ ती कुरा कति गर्न सक्यो भन्ने चाहिँ हाम्रा पनि बजेट होइन वडाले गर्न सक्ने आफ्ना क्षमताले पनि निर्धारण गर्ने भयो। तर गर्ने कोसिस र त्यसलाई त्यो विषयलाई छुने कोसिस चाहिँ गर्छ महिला पात्रले चाहिँ आफूले भोगेका कुराहरूलाई कमसेकम चाहिँ नीतिगत रूपमा कतै न कतै छिराउन सक्ने ठाउँसम्म चाहिँ छिराउने कोसिस गर्छ जस्तो लाग्छ। जुन पात्र चाहिँ प्रतिनिधित्व गर्छ उसको भोगाइले थोरै भए पनि स्थान चाहिँ पाउँछ भन्ने लाग्छ। हामी अब ओडाकै गतिविधिमा फर्क्यौँ। हजुरले सुरुदेखि अहिलेसम्म जसरी ओडाको नेतृत्व गरिरहनु भएको छ, यो समयमा 9 नम्बर ओडामा के काम भए हामीले सुनाउन लायकका धेरै कामहरूमध्ये त्यसको सूचीहरू चाहिँ केही सुनाउन हामी। अब साधारणतया यो चाहिँ महानगरसँग जोडिएको अलिकति विकासको छेउछेउ पुग्न खोजेको ओडा भएको र अलिक भिभिआइपीको बस्ती अलिक ठुलो भएको कारणले पनि यो अलि अरूभन्दा फरक खालको चाहिँ ओडा छ जस्तो लाग्छ मलाई 13वटै ओडामा। र हामीले 9 नम्बरमा चाहिँ 74देखि आएदेखि र मैले आफूले जति योगदान गर्न सकेँ यो भित्र चाहिँ विभिन्न ठुला संस्थाहरू जस्तो
हामीमा भएको ठुलो एम्स हस्पिटल होला, अपार्टमेन्ट होला, गेट कलेज छ, आइसी कलेज, यी लगायतका संस्थाहरूसँगको सहकार्य हाम्रो सबैभन्दा ठुलो सहकार्य गर्दै विकास निर्माणलाई अघि लाने खालको कोसिस सबैभन्दा ठुलो। र यो भित्रको यही हामी जहाँ बसेका छौँ यो प्रशासनिक भवन चाहिँ हामीले एउटा सार्वजनिक जग्गालाई चाहिँ निकाल्दै विभिन्न खालका कानुनी प्रक्रियामा चाहिँ लडभिड गर्दै चाहिँ यो अवस्थामा अहिले हामीले आफ्नै भवनबाट वडावासीलाई चाहिँ सेवा दिने खालको अवस्थामा पुर्याउन सफल पनि हामी यही 3-4 वर्षभित्रमै हामीले गरेका छौँ। र अरू विविध मन्दिरहरूको व्यवस्थापन भए, मन्दिरका छानाहरूलाई चाहिँ पुराना छाना लगायतबाट अलिक पुरातात्विक रूपमा ढाल्ने खालका कोसिस भए, बाटो ढल यी नियमित विकास निर्माणलाई पनि लगभग हामीले चाहिँ कच्ची सडक रहित वडाको रूपमा हामी घोषणा गर्ने ठाउँमा पुगिसकेका छौँ। यो आर्थिक वर्षमा थोरै थोरै केही भित्री साना बाटोहरूलाई चाहिँ व्यवस्थित गर्ने बित्तिकै 9 नम्बरमा हिलो धुलोमा टेकेर हिँड्नुपर्ने अवस्था छैन र सबै जस्ता ढलहरू सानोबाट अलिकति क्षमता वृद्धि गर्दै विस्तार गरेका छौँ। स्कुलहरू हामीसँग 9वटा निजी विद्यालय मात्रै, सरकारी विद्यालय नभएको हिसाबले उहाँहरूसँगै हातेमालो गर्दै हामीले शिक्षालाई सकेसम्म अघि लाने कोसिस गरेका छौँ। ठुलो यहाँ चाहिँ भूमिहीनको बस्ती ठुलो छ, ती बस्तीलाई चाहिँ हामीले पुनर्निर्माणको बेलादेखि नै भूकम्पपछिको पुनर्निर्माण लगायतको फेजमा चाहिँ उहाँहरूलाई नि एकदमै व्यवस्थित रूपमा खानेपानी, बत्ती, बाटो, सरसफाइ लगायतमा चाहिँ व्यवस्थित रूपमा एकदमै बस्ती अरू ठाउँको तुलनामा यहाँको चाहिँ बस्ती एकदमै व्यवस्थित छ। र विशेष गरी मेरो चाहिँ अब सामाजिक क्षेत्रलाई चाहिँ बढी जोड दिनुपर्छ। समाज चाहिँ चेतनाको लेभलै अलिकति उक्लिन सक्यो भने, चेतना नै एउटा ठाउँमा पुग्न सकेन भने हामीले जति नै मेहनत गरे पनि हामीले नकारात्मक एउटा खालको मात्रै बाटो हिँड्ने खालको पद्धति छ अहिलेको यो एकदम अराजक, अलिकति अनुशासनभन्दा बाहिर गएर जाने, आफू नै सर्वेसर्वा भन्ने खालको ठान्ने खालको चाहिँ हाम्रो मानसिकतामा विकास भइरहेको अवस्थामा त्यो चाहिँ समाजको रूपान्तरण भनेकै समाजको चेतनालाई चाहिँ थोरै भए पनि एउटा माथि लान सक्यो भने चाहिँ बिस्तारै यो विकास निर्माणको चाहिँ अघि बढ्छ र हामीले व्यक्तिगत रूपमा गर्न सक्ने र संस्थागत रूपमा पनि मानवीय खालको विकास र अहिले सामाजिक क्षेत्रलाई चाहिँ अलि धेरै शिक्षा, स्वास्थ्य लगायत र अहिले अलिकति यो विकृत रूपमा गइरहेको समाजलाई चाहिँ एउटा उसमा राख्न सक्यो भने चाहिँ समाज बिस्तारै अघि बढ्छ भन्ने हिसाबले अघि लगिरहेछौँ। र अरू सबै हिसाबले चाहिँ सीसीटीभी, सडक लाइट लगायतको कुरामा नै थोरै थोरै मात्रै बाँकी नभए धेरै जसो चाहिँ एकदम व्यवस्थित छ। धेरै माथिल्लो निकायसँग बजेटको एकदम हात थापिरहनु पर्ने, त्यहाँ गएर लडिरहनु पर्ने अवस्था पनि छैन। थोरै मात्रै व्यवस्थित गर्दा चाहिँ एकदम स्मुथली अघि बढ्ने खालको अवस्थामा लान सफल भएको छौँ यो 2 कार्यकाल गर्दै गर्दा भन्ने लाग्छ। अब हामी 82-83 को नीति कार्यक्रम बजेटको पूर्व सन्ध्यामा छौँ। मैले सुरुमा पनि भनेको थिएँ कि हामी आगामी वर्ष चाहिँ के काम गर्न सक्छौँ होला भनेर। यसको सूची चाहिँ के हुनसक्छ आगामी वर्षको लागि? अब फेरि पनि मैले अघि भनेकै जस्तो अब हामी विकास निर्माणलाई कम र अरू सामाजिक क्षेत्रलाई चाहिँ बढी समेट्ने कोसिस गरेका छौँ। हामीले यो वर्षको बजेटमा एउटा मानवीय भावनासँग जोडिएका विषयहरू, मन छुनी, जनतालाई चाहिँ एकदम सानो सानो कुरामा पनि मन छुनी र उहाँहरूले खोजेको जस्तो खालको विकासको मोडेलमा लाने कोसिस गरेका छौँ। साधारण ढल बाटोमा मात्रै अड्की नराखौँ, त्यो चाहिँ एकदम थोरै थोरै त्यसलाई अत्यावश्यक ठाउँमा मात्रै गरौँ भन्ने हिसाबले अघि भने जस्तो युवा, बालबालिका, ज्येष्ठ नागरिक, महिला र थोरै भए पनि आय आर्जनसँग जोड्ने खालका विषयलाई चाहिँ अलिक बढी रूपमा चाहिँ हामीले हाम्रा बजेट, हाम्रा नीति तथा कार्यक्रमहरूलाई चाहिँ त्योभित्र छिराउने कोसिस गरिरहेछौँ। यो वर्षको नीति तथा कार्यक्रम हाम्रो केही दिन अघि मात्रै अधिवेशन सुरु गरेर हामीले पेश गरिसकेका छौँ। त्यो छलफलकै क्रममा छ र हामी कार्यपालिकाले चाहिँ एक हिसाबले त्यो हाम्रो हिसाबले तयार गरेरै पेश गरिसकेका भएर अब एउटा नगर सदस्यज्यूहरूबाट आउने सुझावलाई चाहिँ लिँदै अघि बढ्ने। हामीले अहिले पनि हाम्रा वडाभित्रको विभिन्न विज्ञता बोक्नुभएका विज्ञहरूसँग, टोल सुधार समितिहरूसँग, महिला समूहहरूसँग, विद्यालय, कलेज लगायतको संस्थाहरूसँग पनि हस्पिटल
लगायतका संस्थाहरूसँग पनि उहाँहरूका आवश्यकता निडलाई चाहिँ बेस बनाउने हिसाबले उहाँहरूसँग पटक पटकको छलफल भेटघाटबाट नै हामीले हाम्रा योजना बनाउने कोसिस गरेका छौँ। त्यो कारणले हामीले बनाएको योजना साँच्चीकै जसको लागि भनेर बनाइन्छ उहाँहरूकै आवश्यकता, विशेष गरी 9 नम्बरमा चाहिँ युवाहरूको भूमिका अलि मजाले एकदमै दरिलो तरिकाले उपस्थिति छ। युवा परिषद चाहिँ हाम्रो एकदमै सक्रिय अवस्थामा युवा भाइ बहिनीहरू धेरै जसो विकास निर्माणमा चाहिँ अगाडि फ्रन्ट लाइनमै आउनुहुन्छ। त्यो कारणले पनि हामीलाई सहज छ। अन्त्यमा हजुरले केही सन्देश दिन चाहनुहुन्छ अथवा केही भन्न चाहनुहुन्छ आफ्नो ओडावासीलाई, नगरवासीलाई पनि केही सन्देश छ भने राख्न सक्नुहुन्छ? विशेष गरी धेरैभन्दा पनि म ओडावासी नगरवासी मसँग जो जोडिनुहुन्छ शुभचिन्तकको हिसाबले विविध हिसाबले उहाँहरूमा चाहिँ धेरै कुरामा नगइकन व्यक्तिले आफ्नो कर्तव्य, हामी एकदम धेरै अधिकारका कुराहरू गर्दै गर्दा आफ्ना कर्तव्यसँग पनि थोरै भए पनि त्यता फर्केर पनि हेर्ने खालको हामीले बानी बसाल्यौँ भने र सकारात्मक सोचबाट सुरु गरेर अगाडि बढ्न कोसिस गऱ्यौँ भने र आफ्नो भूमिका चाहिँ म कुन ठाउँमा छु र मेरो दायित्व के हो, मेरो भूमिका के हो भनेर विशेष गरी व्यक्तिले आफ्नो भूमिका पदमा बस्ने जुनसुकै पदमा बस्नेले पनि आफ्नो भूमिकालाई चुस्त र सही खालको चाहिँ तरिकाले अघि बढ्नु भयो भने स्वत समाज चाहिँ एउटा सही दिशामा पुग्छ। अहिलेको समसामयिक परिस्थितिमा आफूलाई संयमित, व्यवस्थित राख्न, अनुशासित राख्न र आफूलाई सकेसम्म मर्यादित रूपमा चाहिँ प्रस्तुत हुने गरी हामी अघि बढ्न सकौँ, हामी सबै टोलवासी, ओडावासी र त्यो भूमिकामा चाहिँ अगाडि गयो भने समाज चाहिँ रूपान्तरण हुन र समयले गति लिन चाहिँ समय लाग्दैन। ओडा नम्बर 9 प्रति देखाउनु भएको सदाशयता, सहकार्य, सहयोगको लागि सम्पूर्ण प्रति एकदम हृदयदेखि नै धन्यवाद दिन चाहन्छु।